नेपालको स्टक मार्केटमा कता कताबाट छिर्न के पाएको छैन। बजार त फेरि रातो पुग्न थाल्छ। के छ अब बजार 2670 आसपास। कारोबार रकम पनि ठिकै अब 5.5 अर्ब होइन भनेको। अब के छ त, अब विश्व बजारै अलिकति डाउन ट्रेन्ड जस्तो यता होइन। क्रिप्टो मार्केट भयो, अब विदेशतिर आएपछि त क्रिप्टो सबै यहाँ लिगल छ है, यहाँनिर केही छैन। अब विदेशमा चाहिँ त्यो चाहिँ एकदम ठिक छ। आफूले जेमा भन्यो त्यहीमा चाहिँ इन्भेस्ट गर्न पाइन्छ होइन। ट्याक्स तिर्यो भने चाहिँ सबैमा होइन, विश्वको हरेक मार्केटमा चाहिँ इन्भेस्ट गर्न पाइन्छ, त्यो ठिक छ। अब नेपालको मार्केटमा अनि यो एनआरएन इन्फ्रास्ट्रक्चर आमामामामा यो यसमा भएको चाहिँ यो एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट सेक्टरकै कम्पनी त होला होइन। यो चाहिँ के साह्रो उर्लेको होइन, यो त अति नै भएन र भने। यो अस्तिसम्म 500, 450, 500 आसपासको यो कम्पनी तपाईँको यो त आमामा 1600, 1650 नै भइसक्यो भनेपछि त यो एनआरएन इन्फ्रास्ट्रक्चर यो चाहिँ कडक गएछ। यसको अलिअलि हेर्दाखेरि चाहिँ इपिएस जम्मा छ यसको अर्निङ पर सेयर 8 रुपियाँ आसपास छ। अब पी रेसियो भन्नुहुन्छ भने 206 रुपियाँ यसको यो प्राइस ट्यागले नै बताइहाल्छ। अनि आरओई भन्नुहुन्छ भने 5% आसपास छ, रिटर्न अन इक्विटी अनि तपाईँको बुक भ्यालु 172 रुपियाँ। अब यो मलाई अलि पछिल्लो समयमा चाहिँ फोकस गरेको चाहिँ यो एनआरएन अनि नेपाल रिइन्सुरेन्स कम्पनी एनआरआइसी भइहाल्यो होइन। अनि एउटा दुइटा हाइड्रो हेर्दाखेरि यो एनजिपिएल यो नाग्दी अलिकति उ नै छ। अनि बिपिसिएल त कन्स्ट्यान्ट नै हो, खासै उ छैन। आज चाहिँ अलिकति बढेछ। के छ अब अहिलेको अवस्थामा मार्केटमा, अब कुनै कम्पनी किन्न पर्ने भयो भने के छ, तपाईँले के सजेस्ट गर्नुहुन्छ? अब चाहिँ मैले तपाईँहरूसँग सजेसन माग्छु है, किनकि म अलिकति बिचमा हल्का यो ट्रेडिङपट्टिबाट मतलब नेपालको स्टक मार्केटमा चाहिँ खासै ट्रेडिङ गर्न पाइनँ मैले बिचमा होइन। मार्केटको पनि अवस्था तलमाथि के कस्तो भयो अनि म अलिकति टाढा पनि भएँ। अब चाहिँ मैले पुरै चाहिँ अलिकति पुरै भन्दा पनि अलिकति पैसा चाहिँ यसो यताउता गरौँ भन्ने जस्तो छ। के छ अब के सजेस्ट गर्नुहुन्छ तपाईँहरूले होइन? सबैले यसो कमेन्ट पनि छोडौँ। अनि अब मिलेर कतापट्टि हुन्छ, कुन साइडमा तपाईँहरू हुनुहुन्छ होइन, कुन साइडमा इन्भेस्ट गरिराख्नु भएको छ, हाइड्रो कि अथवा तपाईँको माइक्रो फाइनेन्सतिर के कस्तो छ? अनि अर्को यो अहिले पछिल्लो समयमा बढी हट केक भनेको अब डेभलपमेन्ट ब्याङ्क होला होइन, त्योहरू के छ कस्तो छ? अब प्राइस त धेरै जसो अब त अलिकति लो भएको कम्पनीहरूको त प्राइस धेरै नै माथि भइसकेको छ। तर तपाईँको इन्भेस्टमेन्टको लागि राखेका कम्पनीहरू चाहिँ अझै कतिपय कम्पनीहरू त बढ्नै बाँकी होलान्। तपाईँहरूको के छ, केतिर हुनुहुन्छ अहिले? कमेन्ट गर्नुहोस्। म तपाईँहरूको कमेन्टलाई सरसर्ती निहालेर के कस्तो हुन्छ, कताबाट हुन्छ। अनि अब यसो बजारमा अलिअलि पैसा चाहिँ हाल्नुपर्ने अवस्था छ कि अझै वेट एन्ड वाच गरौँ कि यसो अझै केही दिन है? अब मार्केट आज त घट्यो होइन, तर पनि अब यो 26-27 आसपासकै मार्केट हो। अब यहाँनिर तपाईँले मार्केट घट्न बढ्न भन्दा पनि आफ्नो पर्टिकुलर कम्पनी कुन छान्नुहुन्छ, कुन सेक्टरको कम्पनी छान्नुहुन्छ, बढी अलिकति चलेको कम्पनी होइन, ट्रेडिङको लागि होला अथवा अब इन्भेस्टमेन्टको लागि भए त त्यति सोच्नु पर्ने थिएन। तर यो ट्रेडिङमा चाहिँ म अलिकति बिचमा चाहिँ ठुलो ग्याप भयो। त्यही भएर अब ट्रेडिङमा के कम्पनीहरू यसो हेर्ने होला त, कुन सेक्टरलाई हेर्ने होला त, यसो मलाई जानकारी गराउनुहोस्। अनि त्यसपछि त्यही अनुसार मैले चाहिँ भिडियोहरू चाहिँ लिएर आइराख्ने छु। भिडियोहरू चाहिँ मैले अब रेगुलरै ल्याउनेवाला छु है, भिडियो चाहिँ ढुक्क हुनुहोस् यो कुरामा। तर अब भिडियोहरू एडिट गर्न नभइएला अथवा हुन्छ नि अलिकति क्वालिटीका भिडियो नआउलान्, तर पनि मेरो प्रेजेन्स चाहिँ हुन्छ, तपाईँहरूसँग नै छु म। एनिवे थ्याङ्क यू। भिडियोलाई अब जोस् तपाईँहरूले चाहिँ माया गरिदिनु होला, पहिला जसरी मलाई माया दिनुभएको थियो होइन। हुन त पहिला मैले अब अलिकति आफूले पनि मेरो आफ्नो एक्स्ट्रा एफोर्ट पनि गरेको थिएँ मार्केटमा होइन, कम्पनीहरूको बारेमादेखि लिएर
धेरै कुराहरू मैले तपाईँहरूलाई कन्टेन्ट दिन्थेँ र तपाईँले जस मलाई माया गरेर सब्सक्राइब गर्नुहुन्थ्यो होइन। त्यही भएर नै 28,000 जस्तो सब्सक्राइबर पुग्यो हो। तर अब पनि रेगुलर गऱ्यो भने मलाई पक्कै आशा छ कि तपाईँहरूले जस सपोर्ट गर्नुहुन्छ। एनिवे थ्याङ्क यू। अब कस्तो खालको भिडियो लिएर आउने भन्ने पनि होला अलिकति होइन। कम्पनीहरूको बारेमा यसो विस्तृत रूपमा भिडियो ल्याउने कि होइन। अब मार्केटको अपडेट त धेरैजनाले दिनुहुन्छ होइन। त्यही भएर मलाई यो मार्केटको आज यस्तो भयो, आज बजार घट्यो, आज यो बढ्यो भनेर मार्केटको दिने चाहिँ मलाई खासै इन्ट्रेस्ट छैन। हेर्नुहोस् होइन, सिधा कुरा। किनकि त्यो चाहिँ धेरैजनाले गरिराख्नु भएको छ र मैले पनि गरे हो। म त्यो कुरालाई चाहिँ रिपिट गरौँ भन्ने पक्षमा चाहिँ छैन। तर तपाईँहरूले के भन्नुहुन्छ होइन, जहाँ पनि दर्शक दीर्घकै सुन्नुपर्छ होइन। तपाईँहरूले के चाहनुहुन्छ भन्ने कुरा हो। तपाईँहरूले जे चाहनुहुन्छ म त्यहीलाई चाहिँ लिएर आउने, त्यसैलाई चाहिँ तपाईँहरूको सामु डेलिभर गर्ने चाहिँ मेरो मतलब रहनेछ। एनिवे तपाईँहरूको आफ्नो इन्ट्रेस्ट राख्नु होला कि कसरी गर्दा बेटर हुन्छ भन्ने कुरा होइन। अनि यो एसडिएलको प्राइस के हो होइन। मैले एसडिएल कुनै बेलाको होइन, सिआइटीको प्राइस के हो, एमएलबिएसएल ठिकै अनि तपाईँको बिबिसी बिबिसीको है, धेरै कुराहरू छन् त। ठिक छ, के छ अब जानकारी गराउनु होला। थ्याङ्क यू। म चाहिँ अब रेगुलर भिडियो लिएर आउनेछु। डु सब्सक्राइब, लाइक अनि कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू।